मेरो नाम चाहिँ अनमोल राई हो। तर सर्वप्रथम हामी नेपाली नै हो र म अहिले यहाँ मास्टर गर्दैछु। मैले उहाँलाई जुन दिन उहाँ एक्लै हिँड्नुहुन्थ्यो त्यहाँदेखि नै मैले हजुरलाई चिनेको छु प्रमुखजी। तर हाम्रो अब समयले परिस्थितिले निकै टाढा राख्दैछ। तर अब आउने दिनमा चुनौती म एउटा के भन्न चाहन्छु भन्दाखेरि कति त्यो प्रतिनिधि सभाको हुनुभएको थियो र संविधान सभाको सदस्य, तर उहाँको अगाडि मैले के चुनौती दिएँ भन्दाखेरि तर म के भन्छु अहिले साँच्चीकै कामले नै पद पाउनुपर्छ भन्ने कुरा उहाँहरूले हामीले प्रमाणित गर्नुपर्छ नि। उहाँले सँगसँगै मैले उहाँले चुनौती दिएँ कि म श्रम संस्कृतिमा लागेछु भनेर। मैले उहाँहरूलाई अहिलेसम्म कुनै झोला पनि बोकेको छैन, तर म उहाँको बोक्छु। किन भन्दाखेरि हामीले हरेक थोक बोक्नुपर्छ। हेर्नुहोस् होइन, ट्युबको अहिलेको त्यो कुलपतिलाई र सभापतिलाई हामीलाई सहयोगता उहाँले गर्नुभएको छैन। किन कुलपति उपस्थित भएको छैन? धरानको प्रमुख मेयरज्यूले यति उदाहरण हुनुभएको छ, संसारमा उहाँले नाम कमाइराख्नु भएको छ। यस्तो हुनुपर्छ भन्ने प्रतिनिधि होइन, आँट र अहङ्कारमा जिउने त्यो केपी ओली र शेरबहादुरको त्यस्तो खालको घमण्डले कहीँ देशमा अघि के सुशासन आउँछ, के समृद्धि आउँछ भन्ने लाग्छ तपाईँलाई। त्यो मलाई के लाग्छ भन्दाखेरि अहिले आन्दोलन यस्तरी भइरहेछ कि यो आन्दोलन हामी सबैजनाले हेर्नुहोस् भोलिको दिनमा ज्यान पनि दिनुपर्ने अवस्था आउँछ। 23 गतेमा म पनि गएको थिएँ, किनकि त्यो सत्ता ढाल्न म गएको थिएँ, नारा मैले लगाएको थिएँ। मैले पनि ढुङ्गा खाएँ, अस्ति पनि किस अस्पतालमा मैले खुद असुल ग्यास खाइयो, ढुङ्गा नआन भन्ने थुप्रैमा सम्झौता गरियो। अहिले अस्ति ऐतिहासिक निर्णय पनि त्यसमा चाहिँ वास्तवमा पोलिटिकल हामीले लाभ लिनु हुँदैन भन्ने मलाई लाग्छ। तर संस्कृतिबाट कोही जानुपर्छ भनेर म गएँ। अब अरूहरू आफ्नो काम व्यस्त हुनुभयो, तर म गएँ नि त। त्यहाँ अडिक हुनुपर्छ, अन्याय हुनुपर्छ। नारीलाई अन्याय हुँदाखेरि किन अहिलेको प्रधानमन्त्री जो नारी हुनुहुन्छ उहाँले किन अहिले त्यो मुद्दामा उहाँले किन आवाज उठाउनु भएन? हामी सबैजना यसरी अगुवा भएर मात्रै हेर्ने हो। म अब अघि बढ्नुपर्छ। हामी सबैजना हेर्नुहोस्, शान्तिपूर्ण होस् त्यो आवाज। मैले उहाँलाई जुन दिन उहाँ एक्लै हिँड्नुहुन्थ्यो त्यहाँदेखि नै मैले हजुरलाई चिनेको छु। अहिले साँच्चीकै कामले नै पद पाउनुपर्छ हामीले प्रमाणित गर्नुपर्छ नि। उहाँले सँगसँगै मैले उहाँले चुनौती दिएँ कि म श्रम संस्कृतिमा लागेछु भनेर। अहिलेसम्म कुनै झोला पनि बोकेको छैन, तर म उहाँको बोक्छु। किन भन्दाखेरि हामीले हरेक थोक बोक्नुपर्छ। हेर्नुहोस् होइन, ट्युबको अहिलेको त्यो कुलपतिलाई र सभापतिलाई हामीलाई सहयोगता उहाँले गर्नुभएको छैन। किन कुलपति उपस्थित भएको छैन? धरानको प्रमुख मेयरज्यूले यति उदाहरण हुनुभएको छ, संसारमा उहाँले नाम कमाइराख्नु भएको छ। यस्तो हुनुपर्छ भन्ने प्रतिनिधि होइन, आँट र अहङ्कारमा जिउने त्यो केपी ओली र शेरबहादुरको त्यस्तो खालको घमण्डले कहीँ देशमा अघि के सुशासन आउँछ, के समृद्धि आउँछ भन्ने लाग्छ तपाईँलाई। अहिले आन्दोलन यस्तरी भइरहेछ कि यो आन्दोलन हामी सबैजनाले हेर्नुहोस् भोलिको दिनमा ज्यान पनि दिनुपर्ने अवस्था आउँछ। 23 गतेमा म पनि गएको थिएँ, किनकि त्यो सत्ता ढाल्न म गएको थिएँ, नारा मैले लगाएको थिएँ। मैले पनि ढुङ्गा खाएँ, अस्ति पनि किस अस्पतालमा मैले खुद असुल ग्यास खाइयो, ढुङ्गा नआन भन्ने थुप्रैमा सम्झौता गरियो। अस्ति ऐतिहासिक निर्णय पनि त्यसमा चाहिँ वास्तवमा पोलिटिकल हामीले लाभ लिनु हुँदैन भन्ने मलाई लाग्छ। तर संस्कृतिबाट कोही जानुपर्छ भनेर म गएँ। अब अरूहरू आफ्नो काम व्यस्त हुनुभयो, तर म गएँ नि त। त्यहाँ अडिक हुनुपर्छ, अन्याय हुनुपर्छ। नारीलाई अन्याय हुँदाखेरि किन अहिलेको प्रधानमन्त्री जो नारी हुनुहुन्छ उहाँले किन अहिले त्यो मुद्दामा उहाँले किन आवाज उठाउनु भएन? हामी सबैजना यसरी अगुवा भएर मात्रै हेर्ने हो। भन्दा म अब अघि बढ्नुपर्छ। हामी सबैजना हेर्नुहोस्, शान्तिपूर्ण होस् त्यो आवाज।